नमस्कार साथीहरू, म अच्युत गौली। सुधाको चाहिँ तपाईँहरूलाई विभिन्न किसिमका एआई रिलेटेड भिडियोजहरू देखाउने क्रममा आज म स्पेसली तपाईँहरूलाई चाहिँ यस्तो टाइपको भिडियोजहरू कसरी बनाउन सकिन्छ भन्ने कुराहरूमा चाहिँ देखाउन गइरहेको छु है त। I'm यहाँ not देख्न just shampoo. सक्नुहुन्छ I bring your hair back to life. यस्तो कार्टुन टाइपको भिडियोजहरू चाहिँ कसरी बनाउने भन्ने कुराहरू चाहिँ देखाउन गएको छु। I'm त्यसको not लागि just चाहिँ shampoo. सबभन्दा I पहिला bring you. तपाईँहरूले चाहिँ जानुपर्ने भनेको चाहिँ गुगलमा गएर तपाईँहरूले चाहिँ गुगल जेमिनी भनेर सर्च गर्न सक्नुहुन्छ अथवा च्याट जिपिटीबाट पनि गर्न सक्नुहुन्छ। गुगलको जेमिनीमा गइसकेपछि अब यहाँ तपाईँहरूलाई इमेज चाहिने हुन्छ। तपाईँहरूले प्रडक्टको इमेजेसहरू चाहिँ जुन पनि लिन सक्नुहुन्छ। फर इक्जाम्पल अब अहिले मैले चाहिँ मैले प्राय अलरेडी बनाइसकेको हुनाले मैले जस्ट एउटा कुनै स्याम्पल यो चाहिँ तपाईँहरूले कपिराइट नभएको कुनै पनि गुगलबाट हुन्छ अथवा तपाईँहरूको आफ्नै प्रडक्ट छ भने कुनै लिन सक्नुहुन्छ। त्यो लिइसकेपछि अभियसली तपाईँहरूले चाहिँ यहाँ चाहिँ यो क्रिएट इमेज गर्न चाहिँ नबिर्सिनु होला। अनि त्यो गरिसकेपछि तपाईँहरूले अब यहाँ डिस्क्राइब इमेजमा चाहिँ प्रम्प्ट हाल्नुपर्ने हुन्छ। मैले अलिकति स्पिड अप गर्ने हिसाबले चाहिँ यो चाहिँ तपाईँहरूले प्रम्प्ट चाहिँ युज गर्न सक्नुहुन्छ है। यो प्रम्प्टहरू चाहिँ तपाईँहरूले यहाँ हालिदिइसकेपछि अब तपाईँहरूले यहाँ चाहिँ सबमिट गर्नु होला। सबमिट गरिसकेपछि तपाईँहरूको फाइनल्ली चाहिँ कस्तो इमेज आउँछ भन्दाखेरि चाहिँ यो इमेज हाल्नुभयो र प्रम्प्ट हालिसकेपछि तपाईँहरूको चाहिँ यस्तो टाइपको चाहिँ इमेज चाहिँ रेडी भएर आउँछ जेमिनीमा है। अनि यो प्रम्प्टहरू तपाईँहरूले टाइप गर्न चाहिँ जरुरत छैन। मैले आफ्नो युट्युबमा पनि यो जस्ताको त्यस्तै म तपाईँहरूलाई हालिदिने छु ताकि तपाईँहरूको टाइमिङ चाहिँ सेभ होस् है। अब यो भइसकेपछि तपाईँहरूलाई इमेज त तपाईँको रेडी भयो, त्यसपछि यसलाई डाउनलोड गर्नु होला र तपाईँहरूलाई अब यसले भिडियोको लागि चाहिँ तपाईँहरूले गुगलको फ्लोमा जान सक्नुहुन्छ र गुगलको फ्लोमा गइसकेपछि चाहिँ अब यहाँ चाहिँ तपाईँहरूलाई चाहिँ विभिन्न किसिमका पहिला क्रिएट विथ फ्लोमा जानु अनि त्यसपछि अब यहाँ न्यू प्रोजेक्ट्स। अब यहाँ मेरो प्राय अलरेडी बनाइ पनि सकेको छु सँग चाहिँ, तैपनि मैले जस्ट एउटा देखाउने हिसाबले तपाईँहरूलाई चाहिँ देखाउन खोजेको। अब यसमा गइसकेपछि तपाईँहरूलाई चाहिँ यहाँ दुई तिनवटा अप्सनहरू चाहिँ आउँछ, एउटा इमेजको र अर्को चाहिँ भिडियोको चाहिँ। अब यसमा तपाईँहरूले गर्नुपर्ने काम के हो भन्दाखेरि चाहिँ यहाँ चाहिँ यतापट्टि भिडियो भन्ने देख्नुहुन्छ, यहाँ थिच्नु होला। इमेजमा जाने होइन, भिडियोमा, त्यसपछि फ्रेममा अनि 9:6 चाहिँ यो अब पोर्ट्रेट गर्ने कि ल्यान्डस्केप गर्ने तपाईँले आफ्नो चोइस अनुसार गर्न सक्नुहुन्छ र इमेज एउटा जेनेरेट गर्ने कि दुईवटा। अनि सकेसम्म यसलाई चाहिँ फास्टमा राख्नु होला। यो चाहिँ खास क्रेडिट घट्ने हिसाबले हो। लाइट भयो भने तपाईँहरूको 10 क्रेडिट कार्ड छ भने, अब फास्ट भयो भने 20 र अर्को चाहिँ क्वालिटी भयो भने चाहिँ तपाईँको 100। तर हामीलाई अब त्यो चाहिँ म्याक्सिमम हुन्छ, त्यही भएर हामीले चाहिँ फास्ट राखेर चाहिँ यसको सेटिङ चाहिँ मिलाउँछौँ। त्यसपछि अब हामीले चाहिँ गर्नुपर्ने काम के हो भने यहाँबाट अभियसली अहिले जुन हाम्रो इमेज बनेको छ, अब यो टाइपको इमेजेसहरू हामीले अलरेडी बनाइसकेका छौँ नि त। अनि यो इमेज चाहिँ हामीले चाहिँ नर्मल्ली चाहिँ यहाँ अपलोड गर्छौँ र त्यसपछि हामीलाई यसको लागि चाहिँ प्रम्प्ट हुन्छ। मैले अलिकति स्पिड अप गर्ने हिसाबले मैले अलरेडी यहाँ प्रम्प्टहरू पनि हालिसकेको छु। मैले जस्ट हजुरहरूलाई देखाउनको लागि चाहिँ गर्न कोसिस गरेँ। र यो यहाँ चाहिँ तपाईँहरूले चाहिँ अब यो प्रम्प्ट हालिसकेपछि यहाँ चाहिँ तपाईँहरूको चाहिँ प्रेस गर्ने अप्सन आउँछ। अहिले यो लोडिङ भइरहेको छ, 99 भएको हुनाले आइसक्यो। अनि यो प्रेस गरिसकेपछि तपाईँहरूले यहाँ प्रेस गरिदिनु। प्रेस गरिसकेपछि तपाईँहरूको फाइनल्ली चाहिँ भिडियो चाहिँ यस्तो टाइपको चाहिँ बनेर रेडी हुन्छ है त। एकदम सिम्पल प्रोसेस छ, तपाईँहरूले खासै त्यस्तो केही पनि गर्नु पर्दैन। I'm not just shampoo. I bring your hair back to life. यिनै कुराहरू हो। यदि तपाईँहरूलाई चाहिँ अब यसलाई तपाईँहरूले चाहिँ हाम्रो टिकटकमा हुन्छ अथवा इन्स्टाग्राममा हुन्छ, आफ्नो अब भिडियो एडिटिङ टुलहरू युज गरेर चाहिँ अपलोड पनि गर्न सक्नुहुन्छ। र यदि केही सल्लाह सुझाव दिन चाहनुहुन्छ यु आर अलवेज फ्री टु मेसेज अस अर कमेन्ट अस। र थ्याङ्क यू सो मच फर वाचिङ अच्युत गौली युट्युब च्यानल।